पर्सा नामले समेत चिनिने नेपालको एकमात्र जाति कुन हो? फेरि एकपल्ट, पर्सा नामले चिन्ने नेपालको एकमात्र जाति कुन हो? यो क्वेसन चाहिँ म एउटा नानुलाई सोध्नेछौँ। हेलो नानु, तपाईँको नाम के होला? मेरो नाम सोभी कुमारी शाह हो। ए, म तपाईँसँग एउटा क्वेसन गर्छु है त। हस्। ल, अब त्यही क्वेसन नै छ होइन। पर्सा नामले चिन्ने नेपालको एकमात्र जाति कुन हो? म अप्सन भन्छु, त्यसपछि यो नानुले एन्सर दिन्छ है त। अप्सन सिङ्कर, त्यसरी नै किसान, त्यसरी नै चेपाङ, त्यसरी नै जिरेल। ल, अब एन्सर भनौँ त है त नानु। यसको आन्सर मलाई लागेर चेम्पाङ हो, यसको एन्सर चाहिँ सहीमा चेपाङ रहेको छ। यो अस्ति चाहिँ कर्णाली प्रदेशमा हेल्थ असिस्टेन्टलाई सोधिएको क्वेसन हो। यो क्वेसन एकदम इम्पोर्टेन्ट छ, याद गरिराख्नुपर्ने हुन्छ। पर्सा नामक अर्को जाति चाहिँ चेपाङ नै हो। यसको सही उत्तर रहेको छ। हस् त, धन्यवाद।